सो हे व्हाट्सअप गाइज गुड मर्निङ एन्ड वेलकम ब्याक टु अनदर भ्लग। सो फेरि पनि स्वागत छ सबैले चाहिँ मेरो एउटा नयाँ भ्लगमा। अहिले चाहिँ कति म अलमोस्ट 2-3 आवर्स अगाडि उठ्न त, तर अहिले चाहिँ 1 बजेको छ। म 2-3 आवर्स भन्दाखेरि अहिले 1 बजेको छ एन्ड म अलमोस्ट 11:30 बजीतिर उठायो। अनि अहिले भर्खरै खाना खाएर जस्ट अहिले बसेको छु। अनि अरू सबै यहाँ घरमा चाहिँ अहिले कोही छैन, सानो र म थियौँ। अनि तर सानो चाहिँ पल्लो घरमा बहिनीको घरमा गएको छ बहिनीसँग बस्नलाई चाहिँ। एन्ड म चाहिँ जस्ट बसेको छु एक्लै। अनि अरू भाउजू अनि ऋतु र अर्को सानो नानु चाहिँ उनीहरू चाहिँ बजार जानुभएको छ, किनकि भोलि भाउजू पाहाड जानुहुन्छ क्या, हाम्रो यताबाट पाहाड जानुहुन्छ। सो त्यही भएर भाउजू चाहिँ सामान किन्नलाई चाहिँ अहिले बजार जानुभएको छ। एन्ड मेरो चाहिँ भोलि इक्जाम भएको हुनाले चाहिँ मैले अब पढ्नुपर्ने हुन्छ। मैले अहिलेसम्म मलाई हुन्छ नि एक हिसाबले त्यति पढेको छैन, पढ्न त पढेको छु बट इट्स नट मच होइन। सो त्यही भएर अब पढ्नु पऱ्यो, त्यसको लागि चाहिँ लेट्स बी प्रिपेयर्ड होइन। चलो सो गाइज हामीहरू चाहिँ अब के भन्छन् कहाँ जाँदैछ सानो पसल जाँदै छौँ हामीहरू अहिले चाहिँ सिन्स उसको लागि चाहिँ खै के भोक लागेको छ भने सानले। अनि अहिले चाहिँ हामीहरू ब्रेड ल्याउनु जाँदैछौँ। चलो लेट्स गो। अनि भाइ पनि आइसक्यो। चलो अनि मैले अघि त्यो कपडा धुँदाखेरिको उ गरेर माथि गरेको थिएँ क्या कपडा चाहिँ 2 घन्टा भइसक्यो। अनि त्यसपछि मैले खुट्टाको उ गरेको थिएन कपडाको। सो अब चाहिँ हामीहरू जाँदैछौँ। चलो त्यसको चलो गाइस चलो के खाने छिटो भन्। छक्का बन्द दिन 2टा। अनि कति 3 समोसा ल्याइदियो त खाने कि नि खाउँला नि ल। 3टा समोसा 2 छक्का बन्छ। अरू फ्रुटी खाने त्यो क्रिम रोल पनि दिनु हजुर। फ्रुटी पाउँछ त, फ्रुटी पनि दिनु हजुर। 3 समोसा फ्रुटी ल्याइदियो। फ्रुटी खाने मिलिहाल्छ नि। छोड फेरि 1 फ्रुटी दियो बढी नै हजुर। फ्रुटी 1 दियो, क्रिम रोल पनि दियो 2टा भएर खाने भाइ। क्रिम रोल खाने के हुन्छ 1 क्रिम रोल दियो अनि 2टा यो दियो 5को त्यो रसबरी। चलो गाइस यस्तै छ मेरो अहिले पसलमा आएका छौँ। पसलमा चाहिँ सबै कुराहरू माग्दैछौँ होइन। पैसा खर्च गरिरहेको छ उसले चाहिँ, मैले होइन। फरक पर्दैन सानो पसन्द गर्छ। गाइस हामीहरू सबै कुराहरू लिएर आइसक्यौँ। फ्रुटी लिएर आएको थिएँ मैले त, फ्रुटी पनि खाएँ अहिले बिचबाट आउने बेलै। यता यस्तो छ के भन्ने यो। चलो यता क्रिम रोल छ, क्रिम रोल भन्दैछु चाइनिज रोल छ। चाइनिज रोलमा के फस्यो थाहा छैन, नथिङ के फसेन। चलो ल समोसा अहिले खाने हल्का पछि खाउँला ल मलाई त्यो खाने। चलो गाइस लेट्स इट इट। तर धेरै पिरो छ। पार्लेजी बिस्कुट फसेरले हामीले अलमोस्ट सबै कुरा खाइसक्यौँ। अब हामीहरू अहिले समोसा खाँदैछौँ भाइ। समोसा अलमोस्ट चलो
पिरो छ तर यो चटनी मोस्ट पपुलर दामी छ मेरो यहाँ नि सही बनाउन होइन यो तर चटनी सही भएको छ एन्ड हट यार कट्टा मिलाएको थियो युजिल मारिदियो मैले होइन भाइगेनले त मलाई त मैले दुई कुराहरू बनाउने होला छु अब डेली भन्नुभएको छ आज चाहिँ सो कामहरू गर्नुपर्ने चलो गाइज ठिक छ सो गाइज अलमोस्ट सबै त्यो समोसा खाएर एन्ड त्यसपछि मैले एउटा पोस्टर बनाएको थिएँ आई वान्ट टु सो यु गाइज यस्तो आएको थियो टेम्प्लेट देखाएको थिएँ मैले अनि त्यसपछि त्यहीलाई चाहिँ मैले रिमेक गरेको थिएँ अब यसमा चाहिँ इन्फोजहरू चाहिँ त्यत्तिकै राम्रोसँग मिलाएन बट यही छ लेआउट चाहिँ डिजाइन यस्तो बनाएको छु अहिले यही काममा बिजी भयो अहिले चाहिँ एन्ड अहिले कति 4 बजिसक्यो अब चाहिँ हामीहरू जस्ट के गर्छौँ अब थाहा छैन बट आई मिन लेट्स सी हेरौँ के हुन्छ ठिक छ सो गाइज यहाँ हेर्न सक्नुहुन्छ ज्याक डेनियल्स नम्बर 7 ब्रान्ड विस्की साँच्चै एमएलको विस्की ट्राई गर्ने थियो योवाला चाहिँ बट योवाला स्पेसली फर अनदर मतलब बुवाको लागि हो अरे त्यही भएर चाहिँ अहिले यो हुँदैन ल ठिक छ एउटा यही के सानोको अरूको होइन सानीको भाउजू एक मात्र लिया हो यो त्यो हे 3 लिएर आउनु एक मुखले यार ए यार कसैमा यो त खानु मिल्छ दारू खान त अरे चलो गाइज अब हल्का हामीहरू अगाडितिर जाँदैछौँ सानो र म अब काम छ हाम्रो सो गाइज अहिले हामीहरू अगाडि आएको थियौँ अनि हामीहरू चाहिँ अहिले यो आलु भुजिया खाँदैछौँ अनि वेट गर्दैछौँ दिदी आउँदै हुनुहुन्छ क्या अत्तरियाबाट सो उहाँको वेट गर्दैछौँ अहिले चाहिँ चलो हामीले चाहिँ अनि यो भोलि यिनीहरू पाहाड जाने हो नि सो त्यही भएर यिनीहरूको लागि हामीले जेब्रा ब्याग पनि किनिसकेँ ठुलोवाला जेब्रा ब्याग वेट चलो सो गाइज हाम्रो खाना बनिसकेको छ खाना चाहिँ भात चाहिँ उता छ अनि यहाँ चाहिँ दाल भन्दैछ अरे आज चाहिँ मासु बनाएको छ सो त्यही भएर मासु बनिसक्यो सो गाइज खाना बनिसक्यो चलो टक्क लगाएर खानुपर्छ त्यो अगाडिको सानो हेर्नु सक्नुहुन्छ यो यस्तो टेबल लिएर आएको थियो यो फुच्ची चाहिँ यहाँ आफ्नो ट्याब्लेट हेरेर खाना खाँदैछ सो गाइज आजको लागि चाहिँ यति गरौँ थ्याङ्क यू सो मच फर वाचिङ टिल नाउ गुड नाइट टेक केयर एन्ड बाई